के गरे रे नानी तिमीहरूको चाहिँ घरमा मेरो बाबाले त नाच्न आउँछ अबे नाच्नै आउँछ मम्मीलाई चाहिँ नाच्न आउँछ तिम्रो चाहिँ मेरो बाबा त नाच्न नाच्न आउँछ अबे हुँदो रहेछ नि मेरो मम्मीले पनि नाच्न आउँछ अबे अनि मिङमाको चाहिँ के गर्छ त घरमा कसले के भन्छ झिलिमिली कतिको छ के छ त मेरो बाबाले झिलिली उते छप्न लाउँछ अबे छाप्न लाउँछ भनेको चाहिँ के हो नि दासाङ दिदी छ अनि यता आउ न अनि मिङमाको चाहिँ के छ अरे घरमा कति ठुलो जामा कसको किने रे कस्तो खालको मेरो मम्मी यता फुल भएको जामा ठुलो फुल भएको किने नि कसलाई त त्यो चाहिँ पिङ्क कलरको घरमा छ के छ घरमा जामा पिङ्क कलरको ओ मेरो त रेड कलरको जामा अनि पिङ्क कलरको जामा अनि फुल भएको जामा अनि तिम्रो बाबाले कसलाई धेरै तिर्छ यहाँ धेरै ल्याङ गर्ने होइन नि यता हो अनि तिम्रो बाबाले बाबाले कतिको बाबाले धेरै पिट्छ कि मम्मीले लो तिमीहरूलाई ल कसले माया गर्छ कसले पिट्छ ल भन्नु मेरो मम्मीले नि माया गर्छ मेरो बाबाले नि माया गर्छ हो तिमीलाई चाहिँ पिट्छ कि पिट्दैन कहिलेकाहीँ यसो मम्मीले मेरो मम्मीले हाँस्छ बाबाले पनि हाँस्छ हाँस्छ अबे कसले तिमीलाई चाहिँ कसले पिट्छ त मलाई कसले पिटेन अबे अहिलेसम्म हिजो किन रुएको त तिमी रुएको थियो त हिजो अस्ति मेरो बाबा हात बाजे मेरो बाबाले हात भाँच्यो अनि खुट्टामा पनि भाँच्यो अनि बाइकमा ए हात भाँच्यो अनि तिमीलाई चाहिँ के भयो रे मिङमा अनि मेरो बाबाको त हिजो मेरो कैँचीले यसरी काट्यो हात कैँचीले काट्यो हात तिमी चाहिँ मामा घरमा गयो कि गएन त गयो के भन्छ मामाले मामाले के भन्दिन् मामा ज्ञानी छ कि कस्तो छ तिमीलाई माया गर्छ अस्ति म बाजे घरमा ममसँग बनिन खाएको अनि ठुलो गाडी रेट भएको छ नि मेरो बाजाले किने तिमीहरूले कति वर्ष भयो तिम्रो कति वर्ष भयो मिङमा 3 वर्ष अबे तिमीले चाहिँ खुसी म त 11 गोटे के हो 11 गोटे भनेको चाहिँ हैन मेरो त आदिकालमा त 11 दिदा 11 छ तिमीहरू स्कुलमा कतिको ज्ञानी हुन्छ अँ, कतिको ज्ञानी हुन्छ स्कुलमा चकचक गर्छ कि म्यामले तिम्रो म्यामको नाम के हो दक्ष म्याम दक्ष म्यामले कतिको माया गर्छ मेरो म्याम त रेखा म्याम रेखाले कतिको पिट्छ माया गर्नुहुन्छ तिम्रो चाहिँ दक्ष म्याम अर्को कुन म्याम छ रे अनि 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 स्कुलमा कति धेरै म्याम छ हामी कस्तो ज्ञानी म्यामहरू छ मेरो म्याम त 5वटा म्याम छ अनि शिव सर माथि बस्छ नि हिजो म गाडीमा सी बसमा घुम्न गएको म्याम अनि हामी नि गएको अबे अस्तिमा ममा खाना गएको अनि शिव सर सानो आएको नि स्कुलमा पनि शिव सर आएको मेरो ल धेरै राम्रो लाग्यो आज त कति खुसी लाग्यो तिमीहरूसँग गफ गरेर दुईजनालाई म को होला भन्दा मेरो बाबा हो म को हो भन्दा खुसी भन्नुहोस् म को हो बाजे बाजे गुड अनि म को हो रे मिङमा बाजे अब चाहिँ मलाई जहिले तिमीहरूले देख्यो भने चिन्छ ल अस्ति दसैँमा आएको है मिङमा चाहिँ आउनु भएन नि दसैँमा अस्ति न है ल तिम्रो मम्मीको बर्थडेमा म केक लिएर आउँछु ल अर्को वर्षमा ल एकदम कति क्लासमा तिमीहरू कति क्लासमा रे युकेजीमा कि युकेजी कि एलकेजी तिमी चाहिँ वा क ख एबी सबै आउँछ है ल गुड ल भयो तिमीलाई सबै आउँछ दुईजनालाई नै आउँछ ल दुवैजनाले भन ल
OPQRSTU यो त रिसायो भाइ यो त रिसाएरै भन्यो